मेरो ढङ्ग र बुद्धि हेर्नु भने चाहिँ मेरो बुढाले धन्न राख्नु भएको छ के। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम छ मेरो भिडियोमा। अनि यो गाली खाने मान्छेलाई नि साथीहरू जे गर नि गाली चाहिँ खानै पर्ने। हिजो पनि अलिक ढिलो उठेर नानीलाई स्कुल जाने ढिलो भएर झन्डै स्कुल छुटेको र आज चाहिँ बिहानै उठेर खाना पकाउनु भनेर झन् कुकरमा छिटो हुन्छ भनेर कुकरमा बसाएँ, तर पानी हाल्नै बिर्सेछु। अनि पछि पो पाक्यो होला भनेर हेरेको त राम 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 भात त। अनि फेरि यहाँ मेरो छोरीले झगडा गरेर बिचरा बेलुका पनि खाना नखाइ सुतेको थिइन्। अनि बिहान उठेर झन् छिटो गरेर पकाइदिनु पर्यो भनेको भात डढेर भस्म राम। अनि फेरि सेकेन्डचोटि बसाएँ, पानी दिएर हालेछु। मेरो त बुद्धि र ढङ्ग हेर्दा त आफैलाई भिरै भिड गुल्ट्याउनु जस्तो लाग्छ। अनि हेर्नु न साथीहरू, त्यो भात चाहिँ मैले कुखुरालाई हालिदिएँ। मलाई त अन्नले पनि सराप छ होला, हिजो पनि त्यस्तै भयो, आज पनि त्यस्तै। मेरो त के भएको छ क्या अहिले मलाई। अनि मेरो सानी चाहिँ चिजी खान्छु मम्मी चिजी खान्छु भन्दै थिइन् र यही कुखुरा लगेर काटेर खाम्ला नानी भनेको नो मम्मी नो भन्दै भन्न थालिन्। ठिकै भनेकी हुन्, किनकि हाम्रो होइन। अनि मैले बिहानै उठेर भात पकाएको त कुखुरालाई पो भयो। अनि मेरो पुकुसँग चाहिँ मजाले गफ गर्दै पुकुको कपाल कोर्दिँदै थिएँ। ऊ चाहिँ बेला बेला कति हँसाउँछन् क्या उसले बोलेको शब्दहरूले चाहिँ। तर त्यो सबै मैले रेकर्ड गरेर यहाँ राख्न पाइनँ किनकि भिडियो लामो हुने थियो। अनि साथीहरू भ्लग बनाउँछु भनेर चाहिँ भनिहालेँ, तर म चाहिँ बनाउन सक्छु जस्तो मलाई लागेन। किनकि मलाई धेरै टाउको दुखेर एडिट गर्नुपर्छ, भिडियो गर्नु पर्यो, अनि एक्लै हुन्छु। अनि त्यही भएर मलाई धेरै टाउको दुख्छ क्या, त्यो टेन्सन भएर होला। खासै लाइक भ्युज त जाँदैन, तर पनि मेरो रहर थियो। सायदै अब म भ्लग चाहिँ हाल्दिनँ होला एक दुई दिन, अनि फेरि पछि मन लागेपछि हाल्नेछु। जति पनि साथीहरूले हेर्नुहुन्छ मलाई माफ गरिदिनु होला, किनकि म मेरो वचनमा चाहिँ ढिक रहिनँ। अनि मेरो पुकुले चाहिँ स्कुल जाने बेलामा कति हँसाउँछिन्, घरि के भन्छन् भक्कानेर। मैले हिजै भनिहालेँ, बिहेमा माइती घर छाडेर जाँदाखेरि छोरी मान्छेलाई कस्तो हुन्छ नि, भक्कानिँदै हुन्छ नि, हो त्यस्तै गर्छन् क्या मेरो पुकु चाहिँ। सायद उसलाई पनि मम्मीसँग छुट्नु परेर होला। अब म कराउँछु कुट्छु, तर मम्मी भनेको त मम्मी नै हो नि त, सायद त्यही भएर होला। ठिक परिसक्यो पुकु, ठिक परिसक्यो। अगाडिको पङ्स पुकुले पनि पङ्स झारेर स्कुल जानै भइसक्यो। अब के भन्छ त, नमस्ते भन्दा सबैलाई छिटो छिटो न, नमस्ते भन्नु न पुकु। जिउ अगाडि जाऊ न, यसो जिउ छिटो। अब म स्कुल गएको ला भन, अब म स्कुल गएको ला भन। ल राम्रोसँग बस्नु ल सबैजना भन। भरे आउँछु भन, म भन बाई भन्दौ भन्दौ। कहाँ गएको रे पुकु? अब यता हेरेर भन न पुकु। पुकुलु के किनिदिनु अरे? बाबाले ललिपप ल्याइदिनुहुन्छ हो छोरी? चिप चिप चुपाचुप चुपाचुप खाने नि हो छोरी हो। अब एकचोटि स्माइल गर न त, स्माइल खै स्माइल गर्दौ, एकचोटि हाँसिदेऊ भनेको। यस्तो बिल्कुल ल मर्निङ गर्दौ न। अब हामी जाने नि, बाई गर्दा फेरि एकचोटि ल भरे आउँछस् भन। म स्कुल गएको होला हो न ल। स्कुल गएको नि पुकु, स्कुल गएको हामी नि। अब हामी स्कुल गएको हजुर। बाबा त हुनु न कसलाई भने तिमीले त। बाई गर्नु न, यता बाई गर्दौ, यता हेर स्कुल गएको। ल ल ल मजाले पढेर आऊ ल। कान्छी मजाले पढ्ने, नरुने नि ल स्कुलमा। ल बाई भन्छु न, बाई बाई।